भ्रष्टाचारीको साम्राज्य ढल्ने पक्का। 30 वर्षदेखि देशको नसा चुसेर मोटाएका सफेद हात्तीहरू अब जोगिने छैनन्। नेपालको राजनीतिमा आज एउटा यस्तो भूकम्प आएको छ जसले सिंहदरबारदेखि बालुवाटारसम्मको भ्रष्टहरूको सातो गएको छ। कुनै समय भ्रष्टाचार विरुद्ध सडकमा गर्जिने सुदन गुरुङ अब एक्सन मोडमा उत्रिने भएका छन्। 2046 सालको परिवर्तनपछि सत्ताको आडमा अकुत सम्पत्ति थुपार्ने प्रत्येक सार्वजनिक पदधारीको लिस्ट तयार भइसकेको छ। यो केवल छानबिन मात्र होइन, सुदन गुरुङको यो एउटा यस्तो सर्जिकल स्ट्राइक हो जसले अवैध मलहरूलाई सरकारी स्वामित्वमा ल्याउने र भ्रष्टाचारीहरूलाई कठघरामा उभ्याउने ग्यारेन्टी गरेको छ। हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, दिन तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। अब न त कुनै फाइल दराजमा थन्किनेछ, न त कुनै नेताको आशीर्वादले नै कसैको पाप पखालिनेछ। याद राखौं, 30 वर्षसम्म जनतालाई भोकै राखेर आफ्नो ढुकुटी भर्नेहरूको दिन अब गन्ती सुरु भइसकेको छ। गुरुङको यो महाअभियान अब रोकिने छैन। यो निर्णय तपाईलाई कस्तो लाग्यो आफ्नो विचार कमेन्ट गर्नुहोला।